सम्पूर्ण नमस्कार। मेरो नाम शिपासाङ थापा। मैले हजुरहरुको लागि चाहिँ प्लास्टिकबाट एउटा नयाँ डिजाइन बनाएर देखाउन खोजेको छु। यो भिडियो चाहिँ अन्तिम समय हेर्दिनु होला भन्न चाहन्छु। एउटा यस्तो प्लास्टिकबाट मैले एउटा वान पिस बनाएर हजुरहरुलाई देखाउँछु। पार्ट 2 पनि आयो ल। केसबाट बनेको हो पार्ट 2 प्लिज भन्नुभएको छ। मैले उहाँहरुको लागि चाहिँ बनाएर देखाएको छु। सबैजना साथीहरुले हेर्दिनु होला। हेर्नुस् त, प्लास्टिकबाट पनि यति राम्रो ड्रेस बन्दो रहेछ। मैले टिकटकको लागि चाहिँ मैले वान पिस बनाएर देखाएको छु। हजुरहरुले पनि यसरी बनाएर लगाउन सक्नुहुन्छ। एकदमै राम्रो देखिन्छ। अनि मैले खासमा टिकटकको लागि बनाएको हो। हजुरहरुले पनि टिकटकमा भिडियोहरु बनाउनको लागि चाहिँ यसरी बनाएर लगाउन सक्नुहुन्छ। एकदमै राम्रो देखिन्छ। हेर्नुस् त, मैले लगाएर देखाएको छु। मैले भिडियो पनि बनाएर हालेको छु। अर्को भिडियोमा चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरुले।